भिडियोमा देखिएको सेतो आँक एक औषधीय बिरुवा हो। साथीहरू, यसको पात, जरा, फूल, दूध सबै भागहरू विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ। यो भगवान शिवको प्रिय बिरुवा हो। यसको दूध छालामा फोका, खटिरा, दाँत र चिलाउने समस्यामा लगाइन्छ। गठिया र जोर्नी दुखाइमा आँकको पात तातो पारेर घुँडा वा दुख्ने भागमा बाँध्दा पीडा कम हुन्छ। जन्डिस उपचार गर्न घाउ निको बनाउने आँकको फूल प्रयोग गरिन्छ। फूल र जराको रस सेवन गर्दा कफ र दम कम गर्न मद्दत गर्दछ। यो शिवजीलाई खुसी पार्नका लागि पनि प्रयोग गरिन्छ। पूजाआजा, कालसर्पदोष निवारण, पितृदोष निवारण गर्नको लागि यसको फूल प्रयोग गर्दा शुभ मानिन्छ। यसको दूध विशाल हुने हुँदा प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। धन्यवाद। साथीहरू, हजुरहरूलाई कुन विषयको बारेमा सूचना आवश्यक परेको छ कमेन्टमा लेख्नुहोला। म सोही विषयको बारेमा गहन अध्ययन गरेर हजुरहरूलाई सही सूचना उपलब्ध गराउने कोसिस गर्नेछु। हजुरहरूले मेरो युट्युब च्यानल लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। हस्त, धन्यवाद।